morning everyone. Welcome back to my channel. कस्तो हुनुहुन्छ तपाईजना? सबैजना सन्चै हुनुहुन्छ होला? म पनि एकदम फिट एन्ड फाइन छु। पछाको ब्याकग्राउन्ड हेर्नु। आज हामी न्यू ठाउँमा आइसकेका छौं लन्च गर्नको लागि। हैन नयाँ ठाउँ थाहा छ होला? हामी भर्खर आइपुगेको। अघि बाटोमा चाहिँ बिहान मर्निङमा नि बिजी भए भ्लग स्टार्ट गरेन। अघि बाटोमा नि सुती आएको, त्यही भएर अहिले म यो ठाउँमा आइसकेर स्टार्ट गर्दै छु। हेर्नु होला। यो ठाउँ तपाईहरु सबैले गेस गरिसक्नु भयो ल। कस्तो राम्रो ठाउँ छ। अब को आएको छ हाम्रो फ्यामिली मेम्बरहरू भनेर म तपाईहरुलाई देखाउँछु। ठिकै हुनुहुन्छ होला? भ्लगलाई अन्तिमसम्म हेरिदिनु होला। भ्लग मन परेमा लाइक कमेन्ट शेयर सब्स्क्राइब गरिदिनु होला। यस ठाउँ यस्तो छ। यो चाहिँ भुर्जुङ खोला इको भिलेज न्यू ठाउँ हो। हेर्नु यस्तो छ गाइस। तपाईहरु आउनु चाहनुहुन्छ भने आइदिनु होला। उता भुर्जुङ खोला छ। यो गण्डकी ट्राउट कता गयो? गण्डकी ट्राउट यो गण्डकी ट्राउट हो। यसको ठ्याक्क माथिपट्टि यस्तो छ। हेलो 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 नि हेलो दिदी चाहिँ अघि नै भ्लग सुट गरिसक्नु भयो है त। हेलो बेना चाहिँ हाम्रो दिदीको बडीगार्ड जस्तै सामान बडीगार्ड है। ल गाई यस्तो छ। ल आउनु दाइ चाहिँ उता जानुभयो। हाँस पनि रहेछ। म तपाईँ ठाउँ देखाउँछु कस्तो राम्रो ठाउँ हेर्नु। कुरा पनि छ यस्तो पनि छ। आज हाम्रो छुट्टीको दिनमा आज एक दिन छुट्टीमा हामीले प्लान त थिएन कि सधैँ नै प्लान भयो। पहिला छुट्टी एनाउन्स भयो, त्यसपछि बल्ल हाम्रो प्लान रेडी भयो। हेरिराख्नु होला। भ्लग नि कहिले बनाउने कहिले नबनाउने। हेलो बहिनी यता हेर न। हेलो हेलो यस्तो छ। हेलो आन्टी आउनुहुन्छ? ठिक छ आन्टी? माइजू हेलो आन्टी माइजू आकाङ्क्षा आन्टी सबैजना हेर्नु भइरहेको पुग्यो छ नमिता यता हेर्नु। नमिता मेरो ड्रेस ट्रेनिङ छ है त आज। भयो नि त्यो सर्ट भाइ हुनु किनिदिएको सामान भाइले किनिदिएको बल्ल लाउनु पर्छ त गाई हामीले। सेम आज हाम्रो सेम छ। प्यान्ट सुज सबै चाहिँ त एकदम राम्रो रहेछ गाइज। यो ठाउँमा चाहिँ हामी 2078 सालमा न्यु इयर मनाउन आएको थियौँ। त्यतिखेर चाहिँ हामीले आफै बनाएर यसको माथि चाहिँ पिकनिक स्पोट पनि छ अरे। त्यहाँ हामी आफै बनाएर खाएको। त्यतिखेर यस्तो त केही गेटअप सेटअप केही गरेको थिएन। अहिले चाहिँ एकदम राम्रो भएछ गाइज। यस्तो छ अहिले चाहिँ। भाइ एउटा चाहिँ चिकन है। खाएर बसेको अब एकछिनमा कहाँ जाने हो थाहा छैन। मामा
गाइस अब हाम्रो खाना भइसक्यो। अब हामी बाहिर जाने गएर फोटो खिच्ने हो। त्यसपछि नेक्स्ट डेस्टिनेसन हाम्रो कता हुनेछ तपाईँहरूले पनि देखाउने छु। पनि यहाँ बाहिर फोटो खिचौँ न। गर्ने थिएन हामी माथि टावरमा जानु लाग्यो त फिस हेर्नुको लागि। गाई जस्तो छ है त हामी उताबाट आइसक्यौँ। दिन्छ दिन त ए रहेछ त माछा साँच्ची। हजुर घरमा लाने अनि हो त नि। राति चोर्छ नि त मान्छेले चोर्दैन राति अनि चोर्छ होला भाइ। अब यहाँको सानसानो है सानसानो यही ठुलो हुन्छ पछि है। उनीहरूलाई भात के दिन्छ होला है। गाई हामी यता बस्छ है त बाबा त साग टिप्छु भने साग टिपिराख्नु हो। बाबाले माछा मार्ने माछा चिच्ची थोरै आएको भएर कालमा जाँदै गएको भएर दार्जिलिङमा सुन्दा चाहिँ म त हिँडेर पनि भएको रे म त यही छ भनौँ। यो त साह्रै भुस्नु हामी काउडाँडामा आइपुग्यौँ। काउडाँडाको सुन्दर शान्त हावा खानको लागि। तर हेर्नु मेन त भ्यूको लागि पनि आएको पर बादलले गर्दा यस्तो भइसक्यो हाम्रो इन्भाइरोमेन्ट। एयर पोल्युसनले गर्दा पोखरा भ्याली पुरै देख्न सकेको छैन। अब हामी एकछिन हो नि है हामी खाजा खानेछौँ नत्र भए तल जानेछौँ। तल त्यही त नजाऊँ बाबा। हामी अब उता टाढा गएन है त तल पिङ छ अरे पिङ खेल्न गएन गाउँडी सिङ्गिङ। अब हामी बाबाहरू चाहिँ उता मन्दिर हेर्न जानुभयो। अब हामीले चाहिँ मुडमा छैनौँ अब गाडीमा जाने अब हामी।